नमस्कार, म यतिखेर कैलालीको बर्दोगुरिया गाउँपालिकामा रहेको मोहनलाल माध्यमिक विद्यालयमा आएको छु। यहाँ एउटा सांस्कृतिक कार्यक्रम छ, सँगै विज्ञान प्रदर्शनी पनि छ। हामी त्यो विज्ञान प्रदर्शनी तपाईमा प्रस्तुत गर्दैछौँ, यहाँ देखाउँदैछौँ। विद्यार्थी भाइ बहिनीहरूले निकै राम्रा एक्सपेरिमेन्टहरू देखाइराख्नु भएको विज्ञान प्रदर्शनीहरू छ। त्यो पुरै कार्यक्रम आज तपाईलाई देखाउनेछौँ। हामी यहाँबाट सुरु गर्छौँ। यहाँ के छ, यो के हो यो भाइहरू? यो चाहिँ केमिकल म्याजिक भन्ने हो। यसमा चाहिँ हामीले दुईटा केमिकलहरू मिक्स गरेर चाहिँ आगो बालेर देखाउनेछौँ सम्पूर्ण। हजुर, आगो बल्छ हैन? बल्छ। हामी आगो हेर्दैछौँ। भाइहरूको अब एउटा मात्र हैन, धेरै कुराहरू छ। ती सबै कुराहरू हामी हेर्छौँ। ठिक छ, सुरु गरौँ। यो चाहिँ पोटासियम परम्याग्नेट भन्ने हो। अनि यो चाहिँ ग्लिसरिन भन्ने हो। अनि पोटासियम परम्याग्नेट चाहिँ यसमा हाल्नेछौँ हामी कागजमा। पोटासियम परम्याग्नेट हजुर आगो लाग्छ यसमा। हामी आगो लगाएको हेर्दैछौँ यहाँनिर यो दृश्यमा। यो चाहिँ ग्लिसरिन भन्ने हो, जो चाहिँ भ्यासलिनहरूमा युज भएको हुन्छ, मोइस्चराइजरको रूपमा युज हुन्छ यो चाहिँ। अनि यो चाहिँ आगो लाग्नलाई केही सेकेन्ड लाग्छ यसमा, जस्तै 5 देखि 30 सेकेन्डको बिचमा लाग्ने गर्छ। लागेको छ आगो लाग्यो। दर्शक हेर्नुहोस् यसरी यो एक्सपेरिमेन्ट। अब उहाँहरूले जुन पढेको कुरा चाहिँ ठ्याक्कै व्यवहारमा उतार्नु भएको छ। यो दृश्य यहाँनिर अब यो विद्यार्थीले गरे, यो तपाईँहरू मिलेर गर्नुभयो हैन? हजुर, हामी सब मिलेर। के छ यहाँ यो भाइहरूले गरे? हेलो, तपाईँको नाम भन्नुहोस् न। मेरो नाम अरविन्द बुल। यो के गरे तपाईँले? यो चाहिँ साबुन बनाउने प्रोसेस कसरी हो? ओके, साबुन बन्छ यहाँबाट? कसरी बन्छ? कति मिनेट लाग्छ हामीलाई हेर्नलाई अहिले? टाइम साबुन बनाउँदा चाहिँ टाइम चाहिँ लाग्छ। टाइम लाग्छ, तर साबुन कसरी बन्छ भन्ने कुरा यहाँ। साबुन कसरी बन्छ भने चाहिँ यहाँ सबै कुराहरू छ। टाइम कसरी लाग्छ भन्ने कुरा। टाइम चाहिँ सुरुमा हामीले चाहिँ यो सोडियम हाइड्रोक्साइड यो केमिकल र चाहिँ यो ओइल चाहिँ यो साल्ट NaCl यसलाई चाहिँ हामीले चाहिँ जोग्नुपर्छ। यसलाई चाहिँ नाप्नुपर्छ वेटिङ मेसिनमा। वेटिङ मेसिन नापिसक्यो भने चाहिँ हामीले चाहिँ यसलाई सोल्युसन गर्नुपर्छ। भर्खरै मैले चाहिँ हिट गरेको छु, यता हिट भइरहेको छ। यसमा चाहिँ अब NaCl यो साल्ट खाने नुन यसमा चाहिँ सोल्युसन गर्नेछौँ। सोल्युसन गरिसकेपछि यसलाई चाहिँ केही सेकेन्ड यसलाई चाहिँ घुलाउनुपर्छ, सोल्युसन गर्नुपर्छ। यो घुलिसकेपछि हामीले चाहिँ यसलाई चाहिँ यो फिल्टर पेपरमा फिल्टर गर्नुपर्छ। तल चाहिँ हाम्रो चाहिँ ग्लिसरियल आउँछ, अर्को तरल पदार्थ आउँछ र साबुन चाहिँ हाम्रो चाहिँ यता फिल्टर पेपर साबुन चाहिँ हाम्रो यता फिल्टर पेपरमा चाहिँ स्टोर हुन्छ। यति नै सर यसको चाहिँ। त्यसपछि चाहिँ यसलाई चाहिँ हामी केही छिनका लागि यसलाई चाहिँ स्टोर गर्छौँ, सुकाउँछौँ, त्यसपछि बनिसक्छ। हाम्रो चाहिँ साबुन बनिसकेको छ। स्याम्पल हो यो। हजुरहरू के हात धुएर पनि सक्नुहुन्छ? हैन? हजुर, उहाँहरूले साबुन बनाउनु भयो, यो हात धुन पनि सक्दो रहेछ। यहाँ चाहिँ साबुन छ, मजाले हात धुन सकिन्छ। यो चाहिँ उहाँहरूले त्यहाँ बनाएर राख्नु भएको छ हामीलाई देखाउनलाई। यो धेरै छ यहाँ चाहिँ। अरू प्रदर्शन चाहिँ यहाँ के छ अरू पनि हामी हेर्छौँ। यतातिर भाइको नाम बनाउँ त? मेरो नाम चाहिँ गणेश पुर। के बनाउनु भएको? नमस्ते, मेरो नाम चाहिँ आयुष। यो चाहिँ मेरो नाम MSB। यो म्याथमेटिकल प्रोजेक्ट हो। के हो भन्नुस् यसको बारेमा? यो चाहिँ मल्टिप्लाई गर्ने हो। परस गर्ने यता परस देखिन्छ, परस अनि परस माइनस चाहिँ माइनस परस चाहिँ माइनस अनि 7 इन्टु 3 आने चाहिँ 21 आउँछ। 21 8 इन्टु -4 आने चाहिँ -32। ए त्यहाँ त्यो आउँछ हैन? यस सर। यो अलिकति जुम गरौँ, हेर्नुहोस्। 8 -4 गर्दाखेरि कति आउँछ भन्ने कुरा भाइहरूले देखाइराख्नु भएको छ। यो चाहिँ एक्सपेरिमेन्ट हो। यो चाहिँ यो म्याथमेटिकल प्रोजेक्ट हो। यस, म्याथमेटिकल प्रोजेक्ट हो। -6 आनेपछि चाहिँ -54 आउँछ। यो तपाईहरुले बनाउनु भएको छ। यो चाहिँ भोल्क्यानो हो। भोल्क्यानो माने ज्वालामुखी। यो ज्वालामुखी हो। यसमा चाहिँ इरप्सन पनि हुन्छ। यो अहिले हामी ज्वालामुखी निकाल्न सक्छौँ के छ? कति समय लाग्छ हामीलाई हेर्न? अहिले ल गरौँ त हामी। यहाँनिर भाइहरू ज्वालामुखी निकाल्दैन। ज्वालामुखी हाम्रो देशमा चाहिँ जाँदैन। ज्वालामुखी भने अन्य ठाउँमा जान्छ, तर भाइहरूले यो ज्वालामुखी चाहिँ विज्ञानमा पढेको कुरा ठ्याक्कै व्यवहारमा उतार्दै हुनुहुन्छ। यो ज्वालामुखीको दृश्य उहाँहरूको बनाउँदैछ, हामी त्यो हेर्दैछौँ। मोहनलाल माध्यमिक विद्यालयमा कार्यक्रम गर्नको लागि अगाडि मञ्च रेडी हुन्छ, तर हामीले के हो भने विद्यार्थीको प्रतिभा राखौँ न। त्यस्तो औपचारिक कार्यक्रम त सधैँ हुन्छ, तर यो एक्सपेरिमेन्ट हेरौँ, विद्यार्थीको प्रतिभा हेरौँ, पढेको कुरा उतारौँ भनेर उहाँहरूले जुन देखाउनु भएको छ यो हामी देखाउँदैछौँ। अन्त ज्वालामुखी विस्फोट भएको हामी हेर्दैछौँ। अहिले यो चाहिँ हामी कति समय लाग्छ भन्नु छ? अब भइहाल्छ, एकछिनमै भइहाल्छ। यो पानी हाल्यौँ हामीले यसमा, अनि यो चाहिँ बेकिङ सोडा हो। यो बोल्दै गरौँ। यो चाहिँ बेकिङ सोडा, यो चाहिँ सन्सी स्याम्पू। यो बेकिङ सोडा अनि त्यसपछि यो स्याम्पू। बोलौँ। यो स्याम्पू यसमा मिलाउने हैन।
के मिलाउने बोल्दै मिलाउनु स्याम्पू मिलायो यसमा यो चाहिँ इनो यो स्याम्पू मिलाउने होइन यसले अलि फिज निकाल्छ अनि यो चाहिँ कलर यो रातो निस्किन्छ नि त भोल्क्यानोदेखि त्यसैले यो चाहिँ कलर मिलायो हामीले यो ज्वालामुखी त रातो निस्किन्छ होइन आगोको चाहिँ लावा निस्किने हो होइन यो चाहिँ इनो के भन्छ अब यो इनो हालेपछि चाहिँ हुन्छ अब ब्लास्ट हुन्छ होइन यो कतिखेर हुन्छ यो हामी हेर्दैछौँ यहाँ ज्वालामुखी चाहिँ उत्पन्न भएको हामी हेरिरहेका छौँ यो दृश्य तपाईँले देखाइरह्यौँ मौन्याल माध्यमिक विद्यालय यो प्रतिभा खानी हो यो विद्यालय यो क्षेत्रको उत्कृष्ट विद्यालय पनि हो राम्रो विद्यालय पनि हो उहाँहरू यहाँ देखाउँदै हुनुहुन्छ प्राविधिक शिक्षा पनि यहाँ पढाइ हुन्छ र अझ भनौँ यो क्षेत्रको राम्रो विद्यालय हो अघि पनि मैले भने र उहाँहरू विद्यार्थीका प्रतिभा कमसेकम विज्ञानमा पढेका कुराहरू उहाँहरूले एक्सपेरिमेन्ट गर्नुभएको छ भने चाहिँ हाम्रा विद्यार्थीले अवसर पाए भने त जे पनि गर्न सक्ने रहेछन् जति पनि गर्न सक्ने रहेछन् भन्ने कुराको उदाहरण हो यहाँनिर एउटा राम्रो कार गुडिरहेको छ अहिले त्यो पनि देखाउँछौँ हामी केही चिजमा त्यो कार देखाउँला भाइहरूले कारै कुद्ने बनाउनु भएको छ थुप्रै कुराहरू छ ल हेर्नुहोस् यहाँ देखाउँ त अलिकति यहाँ ज्वालामुखी विस्फोट भइरहेको छ अलिकति ल्याइदिनुहोस् नजिक ल्याइदिनु होला अझै नजिक ल्याइदिनुहोस् यस्तो अब यो पानी यसमा अझै यो इनो अनि त्यो धेरै यो हाले भनेपछि चाहिँ बेकिङ सोडा चाहिँ यो बाहिर आउँछ यो यसरी त्यसपछि विस्फोट हुन्छ दृश्यमा देखेको ज्वालामुखी यो के हो भाइहरू अब यो भाइहरू गएर है नमस्ते है सबैजनालाई नमस्ते यो चाहिँ सोलिड मिडियम अफ साउन्ड गर्न डेमोन्स्ट्रेट गर्नका लागि यो यताबाट बोल्दा कानमा सुन्यो खै के बोल्छ सुन्छु ओके यो हामी सुन्दैछौँ है ल भाइ केही बोल्दैछन् म सुन्दैछु यो विज्ञान प्रति यति लामो दृश्य त ओके म अगाडि छु ल हेलो हेलो भनेको आएर ल हेर्नुहोस् यो चाहिँ एक्सपेरिमेन्ट फोन हामी चाहिँ अहिले फोन चाहिँ वायरलेसबाट फोन हामी यहाँबाट गएर कता कता सुनिन्छ यो चाहिँ फोन जस्तै हो यो भने कति मिनटसम्म गर्न फेरि है बोलौँ है केही बोलौँ त ल हामीले माइकमा पनि सुनायौँ भाइहरूको एक्सपिरियन्स है ल धन्यवाद निकै राम्रो प्रतिभा ल थ्याङ्क यू यो मैले तपाईँलाई माइकमा पनि त्यो आवाज आइरहेको सुनाएँ अब भाइहरूको यो भिआर छ यो के गर्न मिल्छ भाइहरू यो चाहिँ भिआर भर्चुअल रियालिटी अहिलेको एकदमै लेटेस्ट टेक्नोलोजी है जसले गर्दा हामीले डाइरेक्टली यत्तिकै फिल्महरू हेर्छौँ होइन अब मोबाइलमा हेरिरहेको बेला त हामीले रियल फेस गर्न सक्दैनौँ नि त यो रियल अनुभव म यहाँ छु भन्ने अनुभव गर्न सक्छौँ हजुर मिल्छ अनि हामीले अब यसलाई लगाएर हेऱ्यौँ भने भिआरलाई युज गरेर हेऱ्यौँ भने चाहिँ हामी त्यसमा नै छौँ त्यो मुभीमा नै छौँ भन्ने फिल गर्छौँ क्या यसले चाहिँ गर्न सक्नुहुन्छ यसले चाहिँ त्यो फिल गराउँछ म लगाउँदैछु यो भिआर भाइहरूले बनाएको है कोही पनि एकछिन कपाल छैन है मैले लगाएँ भाइहरूको के छ यस्तै लाउने मैले देखिरहेको छु यहाँ चाहिँ यो ल हेर्नुहोस् है यो चल्यो अगाडि यहाँ दृश्य गइरहेको छ म केमा सायद रेलमा या केमा छु यो यतातिर गइरहेछ है फेरि ल यो ठ्याक्कै भिआर ल यतातिर गइरहेछ यो चाहिँ म चलिरहेको छु फेरि अलिकति उकालो चढेँ म अलिकति उकालो म चढिरहेको छु यो भाइहरूले बनाएको यार केही मेरो आँखा प्रकाश आयो म कुनै बादलमा छिरेँ अब कुनै आकाश देखियो ठुलो गगनचुम्बी भवनबाट म तल आइरहेको छु यो दृश्य पुरै देखिरहेको छ यो भिआर थ्याङ्क यू यो भिआरमा मैले धेरै कुरा देखेँ ल थ्याङ्क यू है ल भाइहरूले ठ्याक्कै यो चाहिँ भिआर प्रविधि मैले के देखेँ भन्ने तपाईँलाई मैले केही बोलेर कोसिस गरेको थिएँ ठिक छ यो ज्वालामुखी यहाँ विस्फोट भइरहेको दृश्य छ हामीलाई अब अर्को हेर्छौँ हामी त्यो वेलकम लेखेको थियो यो के हो यो सम्पूर्णलाई नमस्कार यहाँ चाहिँ आज हाम्रो यो विद्यालयमा श्री मौन्याल माध्यमिक विद्यालयमा भएको यो एक्जिबिसन प्रोग्राममा सबैजना तपाईँहरूले आइदिएर हामीहरूको यो प्रोजेक्टहरू हेरिदिएकोमा धेरै धेरै धन्यवाद छ अनि हामीले चाहिँ यसमा एउटा हाइड्रोलिक ब्रिज बनाएको छौँ जसमा चाहिँ हामीले फोर्सको युज गरेर प्रेसर लगाएपछि यो ब्रिजलाई अनि हामीले उठाउने गर्छौँ क्या जसले गर्दा तलबाट वाटर भेहिकलहरू पनि जान सकिन्छ ओके हामी डेमोन्स्ट्रेट गर्न चाहन्छौँ तपाईँलाई हेरौँ त हेरौँ 3, 2, 1 स्टार्ट ल हेर्नुहोस् यो बहिनीहरूको प्रतिभा भाइहरूको प्रतिभा ल हेर्नुहोस् टाढाबाट देखाइदिनुहोस् यो दृश्य हाम्रा विद्यार्थीहरू कति ट्यालेन्ट हुनुहुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ यसले के गर्छ कुनै पनि सामान ट्रान्सपोर्ट गर्नको लागि सजिलो हुन्छ सामान ट्रान्सपोर्ट गर्नलाई त्यसको लागि हामीहरूले रोडहरू युज गर्न पर्दैन या एयरप्लेनहरू युज गर्न पर्दैन त्यसले गर्दा कस्ट पनि अलिक कम लाग्ने गर्छ नि त वाटर भेहिकलहरूमा त्यसले गर्दा हामीहरू यो सिपलाई यहाँबाट यसरी लग्न पनि सक्छौँ यो माथि गयो यो जहाज चाहिँ यसरी आइरहेछ तलबाट यसरी यो ठ्याक्कै कुनै नहरमा
दृश्य हामीले विदेश गरेको ल थ्याङ्क यू अब हामी यहाँ के छ अरू केही छ यहाँ के छ यो के हो यो नमस्कार सर मेरो नाम हरि चौधरी हो म कक्षा 9 मा पढ्छु अनि यो चाहिँ इन्भर्टर हो जहाँ जस्तै पाहाडमा पनि युज गर्न सकिन्छ र जहाँ विद्युत हुन त्यहाँ पनि प्रयोग गर्न सकिन्छ यो अनि जस्तै नजिक आएर देखाइदिनु त यहाँ जस्तै यो बल्ब हाल्न सकिन्छ जस्तै मोबाइलमै चार्जिङ गर्न सकिन्छ र यसलाई चार्जिङ गर्न सकिन्छ अनि पाहाडमा पनि युज गर्न सकिन्छ जहाँ विद्युत उपकरण हुन्न त्यही यो फेरि चालु भयो कतिजना मिलेर बनाउनु भएको हो एक्लै हो हजुर कतिमा पढ्नुहुन्छ 9 कक्षा नाम के हो हरिश चौधरीले बनाउनु भएको यो निकै राम्रो प्रतिभा ताली आनौँ सबैले उहाँको प्रतिभालाई सम्मान गरौँ है यो क्रेन हो तपाईले बनाएको हजुर मेरो नाम उत्सव सुनार हो हजुर क्रेन चल्दै भाइहरूले माटो फाल्ने डोजर छ नि अब यहाँनिर के आउँदैछ अगाडिबाट सायद मलाई लाग्छ गाडी आइरहेको छ हो ल कार आयो ल हेर्नुहोस् अब हामी यसपछि त्यहाँ देखाउँछौँ ओके ल हेर्नुहोस् यो आजको चाहिँ हेर्नुहोस् ल कार चलेर आयो ल अगाडि दृश्यमा हेर्नुहोस् ल यो देखाइदिनुहोस् भाइहरूले कारै ल्याएर आउनुभयो पुरै गाडी अब यो ल हेर्नुहोस् कार चलिरहेको छ यो आजसम्मको हाम्रो प्रतिभा यहाँ मध्येको त्यो कुदिरहेको छ थ्याङ्क यू अगाडि जाँदै अब हामी अर्को कार्यक्रम जोड्यौँ हामी यहाँनिर केही बाँकी छ यो के हो यो गाडी चलाएर देखाउनु नमस्कार म निराजन सिंह ठकुरी यो चाहिँ म र मेरो मित्र रोहित पाण्डेले बनाउनु भएको हो अनि त्यसपछि यो चाहिँ अब्स्ट्याकल अभोइडिङ कार हो यो भनेको के हो भनेपछि जब यो नर्मल गतिमा चलिरहेको हुन्छ बाटोमा यसको कुनै पनि वस्तु अथवा बाधाहरू आइसकेपछि चाहिँ यसले त्यसलाई आफै डिटेक्ट गरेर त्यसको वरिपरिको खाली स्पेस जुन छ नि त्यो खाली स्पेसमा नै आफै डिटेक्ट गरेर आफै जान खोज्छ हजुर भाइले यो के भन्नुभयो तपाईँले सुन्नुभयो उहाँहरू गरे यसले डिटेक्ट गर्यो हेर्नु है अलि साइड गर्यो अलि साइड गर्यो यसको रेन्ज अलि लामो छ कि यता मैले राखेको थिएँ नि यसको अगाडि अब्जेक्ट यसले आफै डिटेक्ट गरेर खाली ठाउँ यो भयो है अब यसको अगाडि गरेपछि यसले खाली ठाउँ कुन खोज्छ हेरौँ है यसले अब यसको अगाडिको यो अब्जेक्ट भयो अब यसले आफै नै खाली ठाउँ जुन छ त्यही खाली ठाउँमै नै हेरेर त्यसलाई एनालाइज गरेर त्यहीबाट नै यसले आफ्नो बाटो चाहिँ बनाउने गर्छ भाइको यो प्रतिभा यो जता अगाडि चाहिँ छेकियो ल वार यहाँ चाहिँ कुनै बारले छेकियो भने त्यो चाहिँ उता गइरहेछ फेरि यता छेकियो भने त्यो उता गइरहेछ उहाँहरूले बनाउनु भएको यो दुईजना मिलेर बनाएको भन्नुभयो हजुर म र रोहित पाण्डे उहाँ चाहिँ अनुभव बनाउनु हजुर यो 6 घन्टा हजुर हिजो राति बनाएको थिएँ 10 बजेदेखि बिहान 4 बजीसम्म त्यसपछि नि धन्यवाद अब यहाँनिर गाडी पनि छ हामी त्यो गाडीवालालाई तयारी गरिदिनुलाई एकछिन हामी उहाँसँग कुरा गर्छौँ अहिले है त्यहाँ बसेरै कुरा गर्छौँ हामी एकछिन ग्राउन्डमा जान्छौँ के हुन्छ हामी एकछिन कुरा गर्छौँ यसरी हामी बसेर जान्छौँ के यसमा के हुन्छ होला त्यहाँ कुरा गर्नु यो के भइराख्यो हेरौँ यो भयो यो चाहिँ हामीहरूले होइन अब सबैता हेरेर थाक्या हुन्छ नि यो चाहिँ हामीले रमाइलोको लागि होइन सबको एन्टरटेनमेन्टलाई एउटा गेम बनाएको छौँ होइन यहाँमा चाहिँ दुईवटा लेभल हुन्छ अनि एउटा चाहिँ हार्ड लेभल हुन्छ अनि एउटा चाहिँ नर्मल लेभल हुन्छ हामीले यहाँमा होइन 5 रुपियाँ एन्ट्री फी हालेर यदि हामीले नर्मल खेल्न जान्छौँ भनेपछि अनि योवाला हामीले नर्मल लेभलमा यहाँदेखि यहाँसम्म पुग्नुपर्छ यसरी गरेर यदि यहाँ बिचको यो ठाउँमा लाग्यो भने चाहिँ प्याँ बजिहाल्छ अनि यहाँ बिचमा हामीले यहाँ ठाउँ पनि राखेको छु यदि हजुरले नर्मलमा जित्नु हो भनेपछि हजुरले 200 रुपियाँ पाउनुहुन्छ अनि हजुरले एक्सट्रिममा खेल्नु हो भने चाहिँ हजुरले जित्नु हो भने चाहिँ हजुरले 500 पाउनु सक्नुहुन्छ यसलाई यसरी खेल्दै जाने होइन यो यहाँ नछुवाएर लाने त होला नि यसरी आवाज आयो है आवाज काहीँ आइरहेछ यसको आवाज काहीँबाट आइरहेछ ल यहाँ त माइक मैले यहाँ राखिदिएँ एकछिन म यो आफै खेलेर हेर्छु यहाँ माइक राख्ने यहाँनिर ल म खेल्दैछु है मैले रोक्ने उहाँहरूले भाइले मात्रै यो खेल्दाखेरि उहाँले रमाइलोको लागि यसो हेर्दै जाँदा रमाइलोको लागि भनेर अब यहाँ छोयो भने यहाँ चाहिँ आवाज आउँछ मैले त्यो सुनाएँ थ्याङ्क यू तपाईँहरूलाई है यो के भएर थ्याङ्क यू ओके हामीले चक्लेट पनि पायौँ यो चक्लेट खानुपर्छ अब यो के हो हाम्रो यो चाहिँ वायरलेस इलेक्ट्रिसिटी ट्रान्सफर यो चाहिँ हाम्रो टेस्ला कोइल हो जसले चाहिँ दुर्गम ठाउँमा जसरी पाहाड जस्तो ठाउँहरूमा छ नि पोलर चाहिँ लगाउन हार्ड हुन्छ त्यसमा चाहिँ यो हामीले प्लान्ट गरेपछि वायरलेस इलेक्ट्रिसिटी ट्रान्सफर गरिदिन्छ अब यसको नजिक चाहिँ हामीले जसरी बल्बहरू राखेको चाहिँ
आफै चलाइदिन्छ बल्ल यसले चाहिँ हजुर हामी हेरौँ न एकचोटि। हजुर सर अहिले चाहिँ दिनको टाइम चाहिँ त्यति राम्रो चिज चाहिँ देखिँदैन तर स्पार्कहरू चाहिँ देख्न सकिन्छ यसको बल छ होइन हजुर सर यो चाहिँ बल छ है यसको चाहिँ हामीले जोडिया छ न त उठ्यो रोक्न त्यो पर्दैन के मुला उहाँहरू गर्दै हुनुहुन्छ यहाँ यो के हो यो यो चाहिँ हाम्रो हामीले अँध्यारो ठाउँ चाहिन्छ खास गरी चाहिँ अँध्यारो ठाउँमा हाम्रो यसमा नजिक स्पार्कहरू देख्न सक्नुहुन्छ विज्ञान प्रदर्शन हेर्दैछ भाइ बोल्दै गर्नु के हो यो यो हाम्रो चाहिँ यसलाई चाहिँ टेस्ला कोइल भनिन्छ यसलाई जसरी यो हाम्रो यो चाहिँ प्राइमेरी कोइल भयो यो चाहिँ हाम्रो प्राइमेरी कोइल अब यो चाहिँ हाम्रो एसीसित पनि कनेक्टेड छैन तर यसको चाहिँ म्याग्नेटिक फिल्डको अनुसार चाहिँ यसले चाहिँ इलेक्ट्रिसिटी चाहिँ पास गर्छ कि यसमा नजिक गएर हेर्न सक्छौँ हामी आवाज सुनिरहेको छ आवाज सुनिरहेको हेर्नु यहाँ हेर्नु त यहाँ झट्काहरू दिइरहेको छ नजिक गएर हेर्नु आवाज आइरहेको छ ल ठिक छ हामीले पनि हेऱ्यौँ उहाँहरूले गरेर देखाउनु भयो यो के हो यो टावरमा चाहिँ फेरि युज गर्न सकिन्छ यसको चाहिँ यो के हो यो यो हाम्रो स्मार्ट डस्टबिन जस्तै हामीले हातमा धेरै सामान छ ल उसमा डस्टबिन हाल्नु छ दुइटै हातमा ल सामान छ भने चाहिँ यसरी यो डस्टबिन खोल्न त गाह्रो हुन्छ चाहिँ हामीले यो अन गर्यो हेर्नु अगाडि सेन्सर छ नि हातमा सामान छ भने चाहिँ यस्तो गर्यो आफै खुल्छ अनि यस्तो गरेपछि 3 सेकेन्ड सबै बन्द भइहाल्छ आफै हुने भयो जस्तै दुई हातमा सामान छ भने चाहिँ त डस्टबिन खोल्न गाह्रो हुन्छ हामीले यस्तो गर्यो खुल्ला भयो यो सामान त्यो चाहिँ फोर लिएर समातेर यहाँ यसरी सुने बित्तिकै चाहिँ खुल्यो होइन त्यही त ल हेर्नुहोस् आफै बन्द हुन्छ ल हामीले हेऱ्यौँ हेर्नुहोस् यो केही दुईटा फोर हातमा छ भने डस्टबिन कसरी खोल्ने हात त छैन खुट्टाले पनि छैन भने फोर लिएर यहाँ नजिक सुहाउने बित्तिकै यसरी खुल्छ यस्तो प्रतिभा विद्यार्थीहरूको अब यहाँ एउटा चिज छ कि त्यो हाइड्रो पावर जस्तो लाग्यो मलाई हो यस यो हाइड्रो इलेक्ट्रिसिटी लेखेको छ यहाँ चाहिँ हाइड्रो को बोल्ने तपाईँको नाम मेरो नाम विकास बुढा यो हाइड्रो इलेक्ट्रिसिटीको मोडल हो अब यो नदी माथिबाट बग्छ नि सर यो नदी बगेर यो ड्याममा जम्मा हुन्छ न त्यो पानी ड्याममा जम्मा हुन्छ जब यो यसको गेट हुन्छ नि गेट खोलेपछि तल यहाँ टर्बाइन जोडेको छ एक्सपेरिमेन्ट गर्ने कति दिन लाग्यो बनाउनु कति दिन लाग्यो यस सर यो खोलेपछि पानी यहाँबाट आउँछ पानी आयो पानी बक्स तल टर्बाइन घुम्छ टर्बाइन घुमिसकेपछि यो टर्बाइन घुमेर यहाँ पावर आएर पावर हाउसबाट यो लाइटहरू चल्छ हेर्नुहोस् त उहाँहरूले ठ्याक्कै हाइड्रो पावर यहाँ सुरु गर्नुभयो पानी त्यहाँबाट गयो त्यहाँ टर्बाइन घुम्यो यहाँ चाहिँ लाइट बलिहाल्यो यो भने हाम्रो ठ्याक्कै हाइड्रो पावरको भनेपछि त इन्जिनियर हामीसँगै रहेछ नि होइन इन्जिनियर हामीसँगै रहेछन् उहाँहरूलाई चाहिँ केही अवसर दिने भने त उहाँहरू पनि गर्न सक्नुहुन्छ नि त आज हाइड्रो पावरको इन्जिनियरहरू विदेशबाट ल्याउनु पर्ने अवस्था छ यदि उहाँहरूले मौका पाउनुभयो भने अवसर पाउनुभयो भने त उहाँहरू पनि त पर्फेक्ट हुनुहुन्छ यो गर्न भन्ने कुराको उदाहरण चाहिँ हाम्रै विद्यार्थी देखिनु भएको उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ बिजुली बलेको चाहिँ थ्याङ्क यू अब हामी अगाडि जाउँ यहाँ के हुँदैछ मौलिक घर देखियो यहाँनिर एउटा प्रतिभावाला घर देखियो है यो के हो यो हेरौँ त ल यो हामी के छ हेर्न सक्छौँ यो कसले बनाएको मास्क खोल्नु त तपाईँको नाम भन्नुहोस् त यसको नाम चाहिँ वाटर फाउन्टेन हो तपाईँको आफ्नो नाम मेरो नाम चाहिँ मनिषा अधिकारी हो यसलाई चाहिँ वाटर फाउन्टेन भन्छन् यसमा चाहिँ हामीले कुल ब्रिज भन्नाले वाटर सप्लाईहरू राखेको छौँ त्यसपछि हामी हेर्दैछौँ वाटर हुँदैन यसमा पानी चाहिँ खेर जाँदैन कसरी कि यो पानी फेरि यसमा हामीले जुन वाटर सप्लाई राखेको छौँ नि त्यही पानीले फेरि यो पानी माथि आउँछ फेरि त्यही पानी यता गएर फेरि त्यही वाटरलाई माथि ल्याउनुपर्छ हामीले जसले गर्दा अरू वाटर थप्नु पर्दैन यो भने पानी तल माथिको माथि यसरी घुमिराख्ने यो प्रक्रिया हाल्नु पर्दैन यही प्रक्रिया चलिरहेको छ सर तपाईँको नाम भन्नुहोस् त मेरो कृष्ण प्रसाद रेग्मी अब के छ विज्ञान प्रदर्शनी यो जुन छ नि के भन्नुहुन्छ विद्यार्थीले कसरी बनाइराख्नु भएको छ विद्यार्थीहरू जो सरहरूको सहयोगमा विद्यार्थीले बनाइराख्नु भएको छ अब म विशेष गरी यो हाम्रो आइटी क्षेत्रको सरहरू हुनुहुन्छ यहाँ उहाँहरूको सहयोगमा भनौँ न म यहाँको अङ्ग्रेजी शिक्षाको माध्यमिक तहको आइटी क्षेत्रको सरहरूको सहयोग विद्यार्थी बनाइराख्नु भएको छ यो हामी यो विद्यार्थीको हेरिरहेका छौँ निकै राम्रो सहयोग चाहिँ एकदमै आकर्षक यो क्षेत्रको लागि नौलो हो यो सायद मलाई लाग्छ बर्दोगुरियामा यो खालको मैले देखिन कार्यक्रम थिएन यहाँ गाडी पनि छ एउटा भनौँ न यो पनि छ अब हामी यो कसले बनाउनु भएको यो बनाउने को हुनुहुन्छ ग्रुप ल तपाईँको नाम भन्नु सुजिका श्रेष्ठ कतिमा पढ्नुहुन्छ टुबेल टेक्निकल अनि कसरी बनाउनु यो चाहिँ अर्थक्विक डिटेक्टर हो यसले चाहिँ अर्थक्विकलाई आएको एनालाइज गरेर डिटेक्ट गरेर अनि हामीलाई अलर्ट गर्छ
अब यो भने भुइँचालो आउने चाहिँ सङ्केतले गरेर त्यसलाई चाहिँ उ गर्ने हो, सचेत गराउने होइन? सचेत गर्छ हामीलाई। जस्तै यो अब यो सेन्स वायर हो होइन, अब यो यतालाई यो टक यो स्पोर्ट भएपछि अनि यो सेन्स दिन्छ होलसेल। यो अब अर्थक्वेक आएपछि अब यसले सेन्स दिनुभयो अनि यो डिटेक्ट गर्ने भयो अनि मानिसहरू हजुर साउन्ड यसको यो चाहिँ अब यो पनि प्रविधि यहाँ गर्न सक्ने विद्यार्थी हामीसँग रहेछन्, किनभने अब यो अवसर यो सामान उहाँहरूसँग भयो भने त यो गर्न सक्ने अवस्था त रहेछ नि त होइन? यो चाहिँ सरकारले चिन्नुपर्छ यस्तो प्रतिभा भन्छु म। स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, देशमा 3 तहको सरकार छ। वैज्ञानिक भारतबाट ल्याउनुपर्छ, विदेशबाट ल्याउनुपर्छ, तर हाम्रै वैज्ञानिक यही देशमा हुनुहुन्छ। अवसर दिनु पर्यो, सामान दिनु पर्यो। हामी यो भन्छौँ, यो हामीले यो पनि हेऱ्यौँ। अब धेरै छैन यहाँनिर यो के हो यो भनिरहेको हेर्दैछौँ हामी। मेरो नाम विनोद ढकाल अनि म चाहिँ टेक्निकल 10 बाट हो। यो चाहिँ हाम्रो ग्रुप प्रोजेक्ट हो अनि यो चाहिँ हाम्रो ब्लुटुथ कन्ट्रोल कार अनि यो चाहिँ यसको काम चाहिँ भनेपछि ब्लुटुथ कन्ट्रोल कारको चाहिँ जस्तै यो इलेक्ट्रिक पेट्रोल कारहरू हुन्छन्, डिजल कारहरू हुन्छन्, त्यहाँ तिनीहरूबाट चाहिँ पेट्रोलहरूबाट चाहिँ पल्युसनहरू बढ्छ हाम्रो देशहरूमा चाहिँ। यो पल्युसनलाई कम गर्न अनि जुन हाम्रो नेपालको आर्मीहरू पुलिसहरू हुन्छन् नि तिनीहरूलाई धेरै यताउताबाट हेरेर उ गरेर हुन्छन्, स्पाई गरेर हुन्छन्, खोजिरहेर हुन्छन्, रोक्खो गरेर हुन्छन्। त्यही भएर चाहिँ हामीले क्यामेरा लगायो भनेपछि चाहिँ हामीले चाहिँ हामीले अरूमाथि नै नजर राख्न सक्छौँ के। हाम्रो अरू देशहरूमा नि के चलिरहेको छ, के गरिरहेको, कता के चलिरहेको भनेर हेर्न सक्छौँ। अरूले देशकोले थाहा पनि पाउन सक्दैन के। अनि यो मान्छेमा नबसेर नै हामी टाढाबाट नै यसलाई चाहिँ कन्ट्रोल गरेर यताउता देखाउन सक्छौँ के कहाँ के चलिरहेको छ। अनि यो मोबाइलबाट चल्छ भने यो केटाहरूले चलाउनु मिल्छ। हजुर मोबाइलबाट नै बस्दैन यसमा ड्राइभर। अनि टाढाबाट चाहिँ उसै गतिविधि हेर्ने मात्र नै, अरू कामको लागि युज हुन्छ। यसमा पल्युसनहरू कम हुने भयो अनि जस्तै यसमा चाहिँ हुन्छ नि हल्का इलेक्ट्रिसिटी भयो भने चाहिँ सब काम भइहाल्ने भयो कि यसमा चाहिँ धेरै के चाहिँदैन यसमा। हजुर हामी 4 जनाले। मेरो नाम नवीन जैसी। मेरो नाम प्रिन्स खड्का। मेरो नाम टेकेन्द्र सञ्जाल। विनोद ढकाल। 4 जना चाहिँ भाइहरूले बनाउनु भएको छ। यो चाहिँ निकै राम्रो लाग्यो। यो के हो यो पनि हेरौँ। यो तपाईँहरूले बनाएको हो? यो चाहिँ हाई टेन्सन लाइन हो। तपाईँहरूले बनाएको? हजुर हामीले बनाएको हो। ग्रुपले हो। हजुर यो हाई टेन्सनको काम चाहिँ यो कुनै पनि करेन्ट फ्लो भइरहेछ अहिले। जस्तै हावाहुरी आउँछ नेपालमा त फेरि त्यस्तै हो। हावाहुरी आउँछ अर्को तारसँग करेको हानिन्छ यो सबलाई नै कट भइहाल्छ क्या। हजुर अनि अस्ति मैले 2072 सालमा 2टा बालकको बुटोलको रूपेन्देहीमा 2टा बालकको मृत्यु भएको थियो क्या। यो तार चुटेर हो। यही तार चुटेर भयो? यस्तै तार थियो, साइडमा घर थियो, तार गयो, घरमा गइदियो, बालकहरू खेलेर आएको थियो, मरिहाल्यो तिनीहरू। यो घर हो हैन? यो घर हो। हजुर अनि यो तार यहाँ घरमा जान्छ, यो सेफ्टी मेजर। घरमा गयो भने यो विद्युत आफै बन्द भइहाल्छ के, सबलाई नै बन्द भइहाल्छ। यो त्यस्तो किसिमको होइन, यहाँबाट तार छुटेर गइहाल्यो भने यहाँ घरमा गयो भने यो बन्द हुने भयो, किनभने त्यो करेन्ट नै भएन भने त त्यहाँ दुर्घटना पनि घटेन होइन। यो चाहिँ नेपालको फ्युचर हो। अहिले नेपालमा यताउता काहीँ छैन, फ्युचर हो। अब यसलाई डेभलप गर्यो भने यो पनि हुन सक्छ। यो सरकारले भविष्यमा बनाउनु पर्यो यस्तो चाहिँ होइन। यो तपाईँहरूको आशय हो। ल हेर्नुहोस् त, हाम्रो देशमा छैन यो, तर भाइहरूले चाहिँ यहाँ मौनियल माध्यमले गरेर देखाइदिनु भएको छ भनेपछि अब उहाँहरूले अवसर पाउने भने त आइडिया त रहेछ नि त उहाँहरूसँग। ल हेर्नुहोस् त, वैज्ञानिक बन्न चाहिँ धेरै पढ्नुपर्ने भन्ने होइन, 5 विषयमा डिग्री गर्नुपर्ने त होइन होला, तर यस्तै आइडिया भएका चाहिँ थिङ्क ट्याङ्करबाट लिएर यो काम गर्नुपर्ने होला। अब नेपाल सरकारले फ्युचर भविष्यमा यो गरोस्। मैले अघि पनि भने देशमा 3 तहको सरकार छ, त 3 तहको सरकारले चाहिँ यहाँबाट विद्यार्थीहरू विदेश पठाइरहेको छ, तर आफ्नो देशमा कसरी वैज्ञानिक उत्पादन गर्ने भन्ने कुरा यहाँ चाहिँ छैन। किनभने यहाँ भएका वैज्ञानिकहरू पनि आज नासामा काम गरिरहेका छन्। मङ्गलबारमा पानी लुजेन्डो ओझाले पत्ता लगाउनु भयो अरे नेपालकै वैज्ञानिक भन्ने छ भने यस्ता वैज्ञानिक हाम्रो देशमा हुनुहुन्छ। यो अवसर सरकारले सिर्जना गरिदिनुपर्छ। धन्यवाद। अब यो एउटा के छ हामी हेर्छौँ। यो के हो? यो कसले बनाउनु भयो? एकजना यहाँ आउनु त। तपाईँको नाम भन्नुहोस्। यो हाम्रो स्मार्ट सिटी, हाम्रो भविष्यमा हुने बौनिया बजार। भविष्यको बौनिया बजार हेर्नुहोस् दर्शक, अलिक टाढाबाट देखाइदिनुहोस्। भविष्यको बौनिया बजार भाइहरूले बनाउँदा के छ यहाँ मलाई भन्नुहोस्। हजुर यसमा हामीले त्यो गाडीहरू नचलेर धेरै हल्ला नहोस् र हामीले यसमा मेन फोकस इभी राखेका छौँ। हजुर यसमा हामीले इलेक्ट्रिकबाट चल्ने सबै राखेका छौँ। यसमा हाम्रो पेट्रोल पम्प नभएर इलेक्ट्रिक पम्प छ टेस्ला, र यसमा
र यसमा हामीले मेन फोकस भनेको एउटै सहरमा जति पनि पाइने सुविधा सबै होस् भनेर मौनिया यस्तो बनोस् हामी कामना गरौँ। अब 10 वर्षमा बनोस्, धेरै वर्ष नलागोस्, 5 वर्षमा बनोस् न, धेरै पनि के भन्नु होइन। 5 वर्षमा बौनिया बजार यस्तै हामी हेर्न पाऊँ। यहाँ नेतृत्व जसले राजनीति गरिराख्नु भएको छ उहाँहरूले पनि यो चाहिँ देखाइदिनुहोस् न हामीलाई। बौद्धपुरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू सामाजिक विकास समिति संयोजक तथा वार्ड नम्बर 1 का उपाध्यक्षज्यू सम्पूर्ण उपाध्यक्षज्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू पूर्व विदेश अध्यक्षज्यू प्रहरी बेस क्याम्प मौनियाका प्रमुख यहाँ छ यो मौनियाका माध्यमिक विद्यालय छ यो बहुमुखी भइसकेको छ यो सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट आईटी क्षेत्रमा 2 के उत्कृष्ट आईटी कलेज हामी आईटी कलेज क्षेत्रमा 2 भरिकै अझ भनौँ कैलाली जिल्लाकै किनभने यो विद्यालयले अझै राम्रो प्रगति गरोस्। उहाँले जुन मेहनत गर्नु भएको छ त्यो चाहिँ विद्यार्थी उहाँहरू मेहनत चाहिँ पुरा होस्, सपना पुरा होस्, हामी त्यही चाहन्छौँ। स्मार्ट सिटी हामीले हेर्यौँ अन्तिममा हामी गाडी चाहिँ हेर्नेछौँ लगायत हामी मेरो नाम श्यामराज हो, म पनि आईटी डिपार्टमेन्टमा चाहिँ इलेक्ट्रोनिक्स इन्जिनियर। यसमा चाहिँ हार्डवेयर जति पनि बच्चाले बनाएको छन् उनीहरूले चाहिँ हामीले बच्चालाई बाह्र पढ्ने के आइडिया हामीले बच्चालाई दियौँ त्यही उनीहरूले आफैले नै क्रिएट गरेर बनाएको छ होइन। यो चाहिँ हाम्रो पहिलोचोटि भएको हुँदाखेरि चाहिँ धेरै कुरा सुधार्नुपर्ने छँदैछ। यस पनि बच्चाहरू एकदम यो चाहिँ उनीहरूले अहिले चाहिँ आफ्नै खर्चमा चाहिँ सामानहरू चाहिँ तपाईँको यहाँ बढिया आइटी सामानहरू पाउँदैन। हाम्रो चाहिँ सबै सामान पछाडि चाहिँ अनलाइन डेलिभरी गरेर घडी गएर कतैबाट चाहिँ सामान लिएर चाहिँ बच्चाहरूले 1 महिना 2 महिनाको मेलमा चाहिँ बच्चाहरूले बनाएको छ। बच्चाले चाहिँ आफैले बनाएको रहेछ होइन। विभिन्न तपाईँको चाहिँ काठमाडौँबाट सामानहरू अनलाइन मगाएर भनौँ न उनीहरू आफैले चाहिँ बच्चाहरूले सबै बनाएको स्मार्ट सिटीमै उभिएर कुरा गरौँ।